आजको भिडियोमा म तपाईहरु सामु अनलाइनबाट राष्ट्रिय परिचय पत्र नम्बर कसरी हेर्ने त यस सम्बन्धी बताउन गइरहेको छु। यदि तपाईहरुले बायोमेट्रिक चाहिँ भरिसक्नु भएको छ तर तपाईहरुले कागजात हराएको कारण चाहिँ तपाईहरुलाई आफ्नो राष्ट्रिय परिचय पत्रको नम्बर थाहा छैन भने अनलाइनबाट चाहिँ कसरी हेर्ने त यस सम्बन्धी चाहिँ म तपाईहरुलाई विस्तृत रूपमा जानकारी दिन गइरहेको छु। ओके, यसको लागि सर्वप्रथम तपाईहरुले आफ्नो मोबाइलमा रहेको कुनै पनि ब्राउजर ओपन गर्नुपर्ने हुन्छ। म क्रोम ब्राउजर ओपन गर्दै छु र यहाँ चाहिँ टच गरेर तपाईहरुले यहाँ माथि रहेको सर्च बारमा यो लिंक तपाईहरुले टाइप गर्नुपर्ने हुन्छ। यो लिंक चाहिँ म तल कमेन्टमा पनि राख्ने छु। cityjdonpordcl.check.check.national.it.number यसलाई चाहिँ टाइप गरेर तपाईहरुले सर्च गर्नु होला। ओके, त्यसपछिबाट यो इन्टरफेस खुल्नेछ र यहाँ माथि एनई लेखेको छ। तपाईहरु यदि यो नेपालीमा चाहनुहुन्छ भने यो एनई मा टच गर्नुहोस्। यसरी एनई मा टच गरिसकेपछि नेपालीमा दिनेछ। राष्ट्रिय परिचय नम्बर खोजी भनेको छ। नागरिकता विवरण भर्नुहोस् र आफ्नो राष्ट्रिय परिचय नम्बर खोज्नुहोस् भनेर यसरी दिएको छ। यो विवरण तपाईहरुले भर्नुपर्ने छ। पूरा नाम यहाँ नेपालीमा यदि तपाईहरु लेख्न चाहनुहुन्छ भने यहाँ लेख्नु होला र अंग्रेजीमा लेख्न चाहनुहुन्छ भने यहाँ लेख्नु होला। यहाँ अंग्रेजीमा भनेको छ। त्यस्तै गरेर जन्म मिति विक्रम सम्मतमा यहाँ लेख्नु पर्ने छ। पहिला इयर्स अनि मन्थ अनि डे र नागरिकता जारी मिति त्यो पनि यही तरिकामा लेख्नु पर्ने हुन्छ। र यहाँ तल क्याप्चा भनेको छ। क्याप्चामा चाहिँ तपाईहरुलाई यहाँ तल दिएको कुरालाई चाहिँ यहाँ टाइप गर्नुपर्ने हुन्छ। तपाईहरुले एकचोटी टच गरेर यो क्याप्चा चाहिँ यहाँ जे लेखिएको छ त्यो सबै यहाँ भर्नुपर्ने हुन्छ। र यदि तपाईहरुले यो क्याप्चा बुझ्नु भएन भने यहाँ गएर तपाईहरुले फेरि टच गरेको खण्डमा अरु क्याप्चाहरु दिनेछ र अरु क्याप्चाहरु तपाईहरुले भर्नुपर्ने छ। हामीले बढीमा 2 पटकसम्म क्याप्चा मिस्टेक गरेको खण्डमा हामीलाई यो विवरण देखाउँदैन। त्यसैले हामीले चाहिँ ध्यानपूर्वक यो क्याप्चा चाहिँ भर्नुपर्ने हुन्छ। ओके, सम्पूर्ण मेरो नागरिकताको विवरण चाहिँ यसरी भरिसकेको छु र यहाँ खोज्नुहोस्मा टच गर्नु होला। ओके, त्यसपछि यो इन्टरफेस खुल्नेछ र यहाँ माथि भनिएको छ तपाईको राष्ट्रिय परिचय पत्र नम्बर भनेर यसरी दिएको छ र यहाँ सम्पूर्ण आफ्नो विवरणहरु पनि दिएको छ। यसरी चाहिँ हाम्रो राष्ट्रिय परिचय पत्रको नम्बर चाहिँ यसरी हामी पत्ता लगाउन सक्छौं, यसरी हेर्न सक्ने छौं र मोबाइलमा चाहिँ हामीले यसलाई स्क्रिनशट गरेर पनि राख्न सक्छौं र त्यसलाई हामी प्रिन्ट गर्न सक्छौं।